नमस्ते सम्पूर्ण जय नेपाल। हिजो नेपालमा 18औं गणतन्त्र दिवस जेष्ठ 15 गते मनायो। विभिन्न ठाउँमा, विभिन्न जिल्लामा, विभिन्न नगरपालिकामा मनायो। कुनै ठाउँमा गणतन्त्र दिवस बन्दुक देखाएर मनायो, कुनै ठाउँमा तलवार देखाएर मनायो है। यो 18औं गणतन्त्र दिवस 18 वर्ष भयो गणतन्त्र आएको नेपालमा। तर यो गणतन्त्र दिवस र यो गणतन्त्र नेपालको लागि घाँडो हो भनेर जनतामा जागृत भयो। त्यस्ता कुराहरू वास्तविकमा हामीले सबै जनताहरू मिलेर राजा निरङ्कुश भयो भने राजालाई फाल्यो, प्रजातन्त्र ल्यायो र प्रजातन्त्र पनि भएन, गणतन्त्र ल्याएर धर्मनिरपेक्ष है। अब धर्मनिरपेक्षले गर्दाखेरि त्यसको परिभाषा नै जनताहरू उल्ट्याइदियो, जसको कारण हिन्दू सनातन धर्म मान्ने सम्पूर्ण जनताहरूमा चाहिँ आघात पुग्यो। धर्मको मात्रै कुरा नगरौँ, यहाँ त जनताले केही कुराले पनि खुस छैन। यो गणतन्त्र आउँदाखेरि के पायो जनताले? सिर्फ अरूलाई गाली गर्नको लागि, बोल्नको लागि अधिकार पाए। त्यही भन्दो रहेछ जतिखेर पनि माओवादीले होइन, त्यही त अरूलाई गाली मात्रै गर्ने अरूलाई। त्यस्तो त्यही गणतन्त्रको ल्याउँदाखेरि यही जनताहरू उत्साहित भएर अब के न होला नेपालमा, पुरा नेपाल आत्मनिर्भर बन्छ, नेपाल समृद्धि हुन्छ भनेर 18 वर्ष गणतन्त्र आएको पनि भयो। अनि 2046 सालमै पुनः प्रजातन्त्र आएको नेपाल अहिले हेरौँ कति वर्ष भयो। त्यसैले गणतन्त्रकै दिन सायद मिलाएर राष्ट्रवादी जनताहरू गणतन्त्रको विषयमा, गणतन्त्र हाम्रो देशको लागि उपयुक्त होइन या गणतन्त्र भए पनि यसको लागि केही समाधान, गणतन्त्र भएर पनि सबैजना मिलेर यसको समाधान के छ, देश कसरी समृद्ध हुन्छ त्यसको विषयमा सोचौँ भनेर राष्ट्र प्रजातन्त्र पार्टी र राष्ट्रवादी सम्पूर्ण जनताहरू हिजो प्रदर्शनी गर्नुभयो। जति पनि हिजोको राष्ट्रवादी जनताहरू राष्ट्र प्रजातन्त्र पार्टीको आह्वानमा जति पनि सहभागीहरू हुनुभयो, सबैलाई म विशेष धन्यवाद र नमन गर्न चाहन्छु। र हिजोको कार्यक्रममा जति पनि सहभागीहरू हुनुभयो, म त विदेशमा छु, हामी सबै आप्रवासी जनताहरू छौँ र हामी सबै आजित भइसकेका छौँ। त्यहीँको जनताहरू पनि आजित भइसकेका छन्। यो गणतन्त्र घाँडोतन्त्र के कारणले हो भन्दाखेरि यो नेताहरूले चलाउन नसकेर देश चलाउनु र जोक गर्नु एउटा फरक कुरा हो। जुन पार्टीले माओवादीले ल्याएको गणतन्त्र, माओवादी नै घाटामा छ अहिले। किनभने माओवादीलाई कसैले अब भोटै दिँदैन, माओवादी अगाडि बढ्नै सकेको छैन। उसले के गरोस् त बेचारा? कहिले र्यालेको पार्टी, कहिले गफारेको पार्टीसँग मिलेर सरकार बनाउने है। त्यसैले यो देश चलाउनु र गफ हान्नु, जोक हान्नु फरक कुरा हो। यही केपी शर्मा ओलीज्यू जुन बेला प्रधानमन्त्री हुँदाखेरि त्यतिखेर पनि 6 महिनासम्म मधेसमा आन्दोलन चलियो, मानव सङ्गालो बनायो। त्यो मानव सङ्गालोलाई माखो सङ्गालो बनियो यही केपीले। त्यही छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीज्यू जहाँ जाँदाखेरि पनि उहाँलाई वाइ गर्ने, दुश्मनको राष्ट्रमा गए पनि उहाँलाई स्वागत गर्छन् है, भनौँ न। अब त्यस्ता प्रधानमन्त्री, तर नेपालको प्रधानमन्त्री जहाँ गए पनि केपी चोर भएर भन्छ है। हेर्नुहोस्। त्यसैले यो अब त्यो कुराले हुँदैन। यही केपी ओली प्रधानमन्त्री भएकै बेला अपराधीहरू, त्यस्ता जघन्य अपराध गरेका व्यक्ति है,
त्यत्रो मान्छेले जिउँदै इँटाको भट्ठामा पोलिदिने अपराधीलाई समातेको थियो। त्यसलाई फेरि यही केपी ओली प्रधानमन्त्री र यो र्यालीको सरकारले गर्दाखेरि त्यसलाई फेरि छुट दियो। हेर्नु है, अब यस्ता यस्ता हो गणतन्त्र। युवा सङ्घ भन्छ अरे तलवार लिएर काठमाडौँ कब्जा गर्छ अरे, गरिस् कब्जा भयो कब्जा। हेर, त्यसैले अब राष्ट्रवादीहरू कुरा गर्दाखेरि त राष्ट्रवादीको होइन यो राजावादी हो, राजा कुरा गर्दा यो राजावादीहरू भन्ने, यो रैती भनेर भन्ने, अनेक तरिका गर्ने। अरे बाबा बसेर कुरा गर न, कुरा त उठिसक्यो। अब यो जनमत सङ्घले कुरा गरे पनि अब हेर न, तिम्रो गणतन्त्र ल्याएको सभामा कतिजना थियो र राष्ट्रवादीको सभामा कतिजना थियो? कुरा स्पष्ट छ। जनताले उठाएको, यही जनताले त राजतन्त्र फालेर प्रजातन्त्र ल्याउने बेलामा गणतन्त्र ल्याउने बेला यही जनता थियो नि। कहाँबाट आयो जनता? अब कसैले त यो भारतबाट जनता ल्याएछ भनेर पनि भ्याएछ। मैले हेरेको छु फेसबुकमा। अब हेर्नुहोस्, त्यस्ता छ स्वार्थ मान्छेहरू। त्यसैले अब ठिकै छ, राजा नआए पनि राजा ल्याउनु कसैको रहर होइन, तर बाध्यता के छ भन्दाखेरि यो तिमीहरू यस्ता यस्ता लाडे लुडे नेताहरूले गर्दाखेरि नै यस्तो परिस्थिति आएको हो। नेपाली काङ्ग्रेसमा त्यो र्याली जबसम्म रहन्छ तबसम्म उसैले आफैले पार्टी ओक्टिराख्ने, उसैले प्रधानमन्त्री बन्ने चासो युवालाई दिनुपर्छ नि। नेपाली काङ्ग्रेसमा त सुनिल शर्माजी हुनुहुन्छ युवा नेता, उहाँले हस्तान्तरण गर्नुहोस् अब, तब मात्रै बच्छ यो काङ्ग्रेस पार्टी है। माओवादीमा यो गफारी जुन छ नि केपी ओली, उहाँ अध्यक्ष पार्टी पनि छोडो, प्रधानमन्त्री पनि छोडो, अर्को युवाले राम्रो युवालाई दिउँ। अब राम्रो खालको नेता थियो एउटा भीम रावलज्यू नेपाली के अरे नेकपा एमालेमा, त्यसलाई निकालिदिनु भयो। अरू कोही पनि छैन नेकपा एमालेमा, सबै हजुर हजुर गर्ने, पेट पाल्ने, केपी बा भन्ने त्यस्ता खालका युवाहरू छन्, त्यस्ता किसिमका नेताहरू छन् है। माओवादीमा पनि एउटा नारायण काजी श्रेष्ठज्यूलाई त्यस्तो अलिकति हेर्छु, अरू सबै त्यस्तै छ। प्रचण्डज्यू पनि अब हस्तान्तरण गर्नु, सिर्फ 3 दलका नेताहरू सिर्फ अभिभावक एउटा सल्लाहकार भएर बसौँ, युवाले त्यस हाँक्न दिउँ न, तब हुन्छ। नभए हुँदैन। अब जान्छ तिम्रो नेकपा एमाले र्याले झ्याले, त्यसपछि तपाईँको चाहिँ काङ्ग्रेस र्याले, माओवादी र अरू पनि जति पनि पहिलाको पुरानो सँगसँगै मधेसमातको पार्टी नै अब के भन्नु, मधेसको नेताहरू सबै जान्छ अब। त्यसैले अब राष्ट्रवादी शक्तिहरू अगाडि आइसकेको छ, राष्ट्रवादी शक्तिहरू एक भएर आएछ। अब राष्ट्रवादी शक्तिहरूले, राष्ट्रवादी जनताहरूले अब कसरी कुन किसिमले देश चलाउने हो अब चलाउँछन्। अब उहाँसँग तपाईँहरू वार्ता गर्नुहोस्। यदि राजा नल्याए पनि उहाँहरूले निकालेको कुरा सबै 100% सही छ कि छैन? राजाको सट्टामा राष्ट्रपति राखोस्, केही छैन, तर एउटा सिस्टम बनाऊ, मान्छेमा चाहिँ नि यो सुशासन कायम होस्, त्यस्तो किसिमले गरौँ न। उहाँहरूले पनि भनिराख्नुभएको छ, प्रत्यक्ष निर्वाचन प्रणालीबाट राष्ट्रपति चुनौँ, प्रदेश घटाउँ, धेरै सांसदहरू घटाउँ, धेरै कुराहरू छ त्यसमा, त्यो सुशासन कायम गरौँ। कहिले अब सधैँ चाहिँ हामी जनताले कहिले राजतन्त्रको लागि, कहिले गणतन्त्रको लागि, कहिले चाहिँ राजतन्त्र फर्काउनको लागि आन्दोलन गरिराख्ने, जनताहरू मरिराख्ने हो कि गणतन्त्र आउन बित्तिकै त गणतन्त्र आउन बित्तिकै सबैको समस्या समाधान हुन्छ भनेर गणतन्त्र आएको हो नि। अनि खै त मान्छे भुइँमै छ, उठ्न सकेको छैन, झन् चाप दिन्छ। कानुन न्याय कानुनको व्यवस्था त्यस्तै छ। जबसम्म न्यायाधीशहरू के अरे पार्टीले छाने चाहिँ व्यवस्था रहन्छ तबसम्म कसरी न्याय पाउँछ जनताले? त्यो व्यवस्थाहरू परिवर्तन गर्नु, चेन्ज गर्नु, बसेर गफ गरौँ न। अनि गफ हानिदिन्छ, माखो सङ्गालो दुनियाँदारी यो जस्तो गरेर हुन्छ। यो सब यो बिगारेकै हो केपी ओली र र्यालीले बिगारेको यो। नभए गणतन्त्र माथि त्यस्ता किसिमको प्रश्न उठ्ने थिएन। अझै पनि सुध्रौ। त्यो केपी चोर भन्ने मान्छे भन्यो न, केपी चोरै त अहिले सबैले भनेको छ। त्यसैले अझ पनि राजीनामा देऊ र यो भएन। रमेश लेखकजी त तुरुन्तै राजीनामा दिनुपर्ने थियो। एकजना
राष्ट्र स्वतन्त्र पार्टी अब त्यस्ता युवाहरू अब यो देशलाई घाँडो हो भनेर त्यस्ता युवाहरू आएछ अहिले। राष्ट्र स्वतन्त्र पार्टीमा त्यस्ता इनर्जेटिक युवाहरू छन् है। अब सबैलाई चाहिँ तह लगाउने प्लान छ यिनीहरूको। जनमत पार्टीमा पनि अब एकजना सिकेराले के गरोस्, अरू त्यस्तै छ भनेपछि अब यिनीहरू पनि अब जनमत पार्टी पनि राष्ट्र स्वतन्त्र पार्टी पनि अब अलिकति भए पनि अब गणतन्त्रको हिसाबमा उ गरो, स्वाद चाखो भनेर त होइन कि अब राष्ट्र स्वतन्त्र पार्टी, जनमत पार्टी र राष्ट्र प्रजातन्त्र पार्टी सबै मिलेर एक ढिक्का हुनुपर्छ। दुर्गा परसाईजीले पहिलेदेखि अहिले राजा ल्याउने कुरा पहिलेदेखि गर्नुभएको थियो, तर उहाँको विषयमा हाम्रो राष्ट्र प्रजातन्त्र पार्टी कुरै गर्नुहुन्न, तर उहाँलाई चाहिँ छोडाउने कोसिस गर्नुपर्छ। उहाँको पनि गल्ती, उहाँको चाहिँ जुन उहाँको कार्यक्रम अलिकति मिलेन, उहाँको चाहिँ राम्रोसँग मोनिटरिङ नभएर हो र घुसपैठ भएर त्यही अब केपी ओलीले नै अब घुसपैठ गरेर मान्छे छिराएर त्यस्ता किसिमको घटनाहरू घटायो त सर्वविदितै छ, सबैलाई थाहा छ। त्यसैले अझ पनि भन्न चाहन्छु राष्ट्र प्रजातन्त्र पार्टी र राजावादीहरूले आन्दोलन त हिजो गणतन्त्र दिवसको दिन सुरुवात मात्रै गरेछ, अन्त भएको छैन। अझै पनि सुध्रेर बैठक गरौँ र त्यसपछि समाधान निकालौँ, त्यही मेरो आग्रह छ सम्पूर्ण जनतालाई र सम्पूर्ण नेताहरूलाई र सम्पूर्ण जनतालाई म आग्रह गर्न चाहन्छु। त्यही अब हजुर गाउँघरमा टोले नेताहरूले बन्दुक देखाएर यो मेरो पार्टीमा यो यस्तो यो दुनियादारी गर्दैछ नि, त्यो सब अब छोड्नु। यो मेरो हजुर हो। म पहिलादेखि काङ्ग्रेसमा मेरो बुवादेखि दिइरहेछ काङ्ग्रेसमा भोट, मैले पनि काङ्ग्रेसी, तैँले पनि काङ्ग्रेसी। मधेसमा त झन् के भन्छ, अस्तिको त्यो कार्यक्रममा के भएको थियो चेतपन्न गतेकोमा है, केपी ओली साँड भा मधेसको साँड भा, केपी ओली साँड भा मधेसको साँड भा। यस्तो लडे नेताहरू, मधेसका नेताहरू त्यहाँ लगाउँदै थियो नारा। हेर्नुहोस् है, आफ्नो बुवालाई बुवा नभन्ने, आफ्नो बुवासँग झगडा गर्ने केपीलाई बा भन्ने, केपी चोरलाई बा भन्ने है, के को बा? आफ्नो बुवालाई इज्जत नगर्ने केपीलाई बा भन्ने। आफ्नो बुवासँग झगडा गर्ने कुरो मिलेन भने केपी ओलीलाई चाहिँ केही जे गरे पनि मासु र दारू भात खुवाए पनि बा हजुर भन्ने। अब मासु भात दारू भात खाएर हुँदैन, तर वास्तविकमा यो जति पनि यो गणतन्त्रको दिन काठमाडौँमा अलिअलि मान्छेहरू आयो होला, त्यो मासु दारू खाएरको मान्छे अलिअलि आयो होला। तब हेर्नुहोस् राष्ट्र प्रजातन्त्र पार्टीले निकालेको, राष्ट्रवादीले निकालेको जुलुसमा जनसागर त्यो मासु दारू भात खाएर आएको जनसागर होइन, मान्छे स्वयं इच्छाले आएको हो। त्यसैले म सम्पूर्ण जनतालाई, सम्पूर्ण नेताले अझै पनि भन्न चाहन्छु, अझै पनि सुध्रौँ। हामी प्रदेशबाट भए पनि हामी साथ समर्थन गर्छौँ राष्ट्रवादीहरूलाई। जय नेपाल।